लगभग 8 घण्टा 10 घण्टा है 2 घण्टा चाहिँ क्वारेन्टाइनमा जानु पर्यो। फाइनली 10 घण्टाको ट्राभल पछि हामी फाइनली कहाँ आइपुग्यो? लुम्बिनी। अनि यो चाहिँ हाम्रो के हो? हाई ल हामी चाहिँ अहिले लुम्बिनी गेटमा पस्दैछ। अहिले बिहानको 7 बजिरहेको छ। ल हामी चाहिँ गयो है त अहिले। ल हाई सबु छोरीलाई धेरै धेरै धन्यवाद। हामीले यसरी लुम्बिनी घुमाउनु ल्याएकोमा आफ्टर डिकेट है। मेरो चाहिँ यो फर्स्ट टाइम लुम्बिनी हो। त्यो पनि मेरो सबै क्रेडिट मेरो छोरीलाई जान्छ। आई एम सो ह्याप्पी एन्ड एक्साइटमेन्ट। फाइनली है के फिर मस्त गगन में आज मैं आजाद हूँ दुनिया की नजर में। फाइनली है फाइनली दिदीको नि मेरो पनि फर्स्ट टाइम लुम्बिनी है। दिदीको चाहिँ सेकेन्ड टाइम मेरो चाहिँ फर्स्ट टाइम थ्याङ्क्स टु थ्याङ्क्स गौतम बुद्धको बर्थ प्लेसमा फर्स्ट टाइम। आई एम सो ह्याप्पी एन्ड एक्साइटमेन्ट। रास्ता त हेर्देऊ न। ल फाइनली है हामी चाहिँ अब मायादेवी मन्दिरमा पुग्नै लाग्यो। पुग्यो भने पनि हुन्छ। ल जस्ट बुद्ध वचन हो यो सबै बुद्ध वचन। बुद्ध बानी बुद्ध वचन। हाम्रो हेर्नुहोस् न बिनाजु। यताबाट छिट्ने होइन। यहाँ छ ऊ पैसा अस्ति नै यही आएर होला उसले कराएको बसेको। ल है टिकट काउन्टर चाहिँ सिधा गेटको ठ्याक्कै अगाडि रहेछ है। हामी चाहिँ थाहा नभएर घुम्यो भयो है। फर्स्ट टाइम हो नि त त्यही भएर फर्स्टमा चाहिँ हामी सिधै गेटबाट छिन्नु लाग्यो। जुत्ता फुकाल्नु पर्ने रहेछ है। फेरि छिन्नु लाग्यो है। फेरि टिकट लिनुपर्ने रहेछ है। टिकट चाहिँ फेरि यता छ है। हामी चाहिँ सिधै मेन गेटमै छिन्न गएको कि। ल यो फर्स्ट टाइम आयो भने यस्तै हुन्छ। के हो के घुम्यो के जस हाम्रो 15-20 मिनट चाहिँ वेस्ट भइसक्यो है। घुम्यो गरेर यहीँ टाइम वेस्ट भइसक्यो हाम्रो चाहिँ। मेन ठाउँमा पुग्ने कहिले। ल फाइनली है टिकट लिन गइरहेको छ हामी चाहिँ। टिकट ल अहिले चाहिँ पर नेपाली 20 रुपिस छ है। पर नेपाली 20 रुपिस। ल यो टिकट काउन्टर भयो। अब चाहिँ हामी टिकट लिन गइरहेको छौँ। ल टिकट आयो अब चाहिँ जाउँ। ल हामी चाहिँ अब मन्दिरमा पुग्यो मायादेवी मन्दिरमा। मायादेवी स्थान गरेको खोला गौतम बुद्ध जन्मिएको ठाउँ। यहाँ चाहिँ अहिले विभिन्न देशबाट आएको बौद्ध भिक्षुहरूले के अरे प्रार्थना गरिरहेको छ। हाम्रो यहाँ फोटो सेसन पनि भइरहेको छ। ल फोटो सेसन पनि भइरहेको छ। हाम्रो छोरीले पोज दिँदै हुनुहुन्छ र क्यामेराम्यान चाहिँ हाम्रो दिदी। होइन किन्ने चाहिँ 5 वटा किन्ने तर सेलेक्ट गर्ने चाहिँ एउटा हो भने हिन्दी। देउसी रे बिराजु रिक्सा है रिक्सा। हामी चाहिँ फर्स्ट टाइम रिक्सा चढिरहेको है लुम्बिनीमा। फर्स्ट टाइम लुम्बिनी अनि फर्स्ट टाइम रिक्सा है। ल तपाईहरु सबैलाई कस्तो मजा छ रिक्सामा। रिक्सा
जाउँ है रिक्सामा शान्ति के भन्छ शान्तिदीप है शान्तिबाट त्यसपछि अनि अरूहरू आयो That's 1 2 3 go. 1 2 3 go. ल अहिले चाहिँ हामी यो जापानिज मन्दिरमा आएको छ है तर यस्तो गर्मी छ कि यस्तो गर्मी छ ओ माई गड यो जुत्ता फुकालेर खुट्टा भुइँमा राख्न सक्ने अवस्था छैन ल अहिले यस्तो गर्मी छ कि देखायो नि के पनि होइन नदेखेको तँ यो देखेको केही हेर्नै नसके आँखा खोल्नै नसकेको हो यति चाहिँ भयो ल अहिले चाहिँ हामी के हो जापानिज व्हाइट गुम्बामा आएको है घाम तातेर के गर्नु के पनि देखायो होइन ल एकदम कमुडेन मन्दिर लुम्बिनीमा आएको छ है जुम बाहिर निस्के बाबा भयो यो भित्ताको यो समात्दै आएछ नि यस्तो गर्दै आएछ नि अनि आएर घुमाए यहाँ के अरे यो रोयल ए रोयल थाइल्यान्ड ल हामी चाहिँ अहिले अब रोयल थाइल्यान्डमा आउँदैछु थाइल्यान्ड है गर्मी उफ गर्मी हामी चाहिँ अहिले यो चाहिँ सेम हाम्रो बौद्ध जस्तै गुम्बा छ है हेर्नुहोस् त सेम बौद्ध गुम्बा जस्तै कि तर यसलाई 1000 बुद्ध भन्छ रहेछ कि किनभने यसमा चाहिँ 1000 वटा बुद्धको मूर्तिहरू छ कि त्यही भएर यसलाई चाहिँ 1000 बुद्ध भनिन्छ अरे 1000 बुद्ध रे 1000 बुद्धको मूर्तिहरू छ अरे सब लस्ता अहिले हामी चाहिँ 1000 बुद्धमा आएको छ है 1000 बुद्ध टेम्पल 1000 बुद्ध मोनेस्टरी sorry sir अहिले चाहिँ हामी सिङ्गापुरमा आइरहेको छ है सिङ्गापुर मोनेस्ट्री कृपया जुत्ता चप्पल बाहिर खोलेर मात्र गुम्बाभित्र प्रवेश गर्नु होला ल भिडियो चालु छ कि छैन
यो चाहिँ सेम हाम्रो बौद्ध जस्तो रहेछ त सेम बौद्ध गुम्बाहरू जस्तो रहेछ यो चाहिँ हाम्रो मोदीको मूर्ति बनाउँदैछ अरे निकट भविष्यमा हामीले अब यहाँ चाहिँ मोदीको स्ट्याचु देख्ने छ हैन त मोदीको है मोदीको मूर्ति अब ल यहाँ चाहिँ हाम्रो मोदीको मूर्ति बन्दैछ है निकट भविष्यमा अब हामीले यहाँ चाहिँ मोदीको मूर्ति देखिन्छ अब यो लास्ट हो यहाँ गर्नु न भिडियो जानुपर्छ बाहिरबाट जाने ए यहाँ चाहिँ बाहिरबाट जुत्ता फुकाउने रहेछ ल त्यसो त छेउ नि ल यो चाहिँ हामी स्तूप कम्प्लेक्समा आएको छ ल ए मेरो जुत्ता भेटायो बाहिरबाट जुत्ता फुकाउने रहेछ यहाँ चाहिँ जुत्ता यही फुकालौँ त्यो घुम्ने भनेको आऊ त्यो घुम्ने आऊ सिद्धार्थ भनौँ न राजकुमार सिद्धार्थ चाहिँ जन्मिँदै बित्तिकै 7 पाइला हिँडेको ल यो माया दिदी भयो माया दिदीको 2टा सखी यो चाहिँ अब मन्दिर भइहाल्यो अब गुम्बा जस्तो एकदम राम्रो छ सुन्दर ब्युटिफुल आज गर्मी भएर मात्र हो नभए ठाउँ चाहिँ एकदम राम्रो छ है एकदम राम्रो सजाएको छ गार्डनहरु पनि राम्रो छ गर्मी भएर मात्र हो गर्मी त खासै यहाँको मान्छेहरुले चाहिँ खासै हैन तर हामी काठमाडौँ बस्नेहरुलाई चाहिँ धेरै गर्मी हुँदै रहेछ यहाँ हाम्रो चाहिँ हालत खराब भइसक्यो है ल लस्तो त्यो घुमाइदिउ त माने पेमा सकेन ल छोड्देऊ आऊ सकेन लक रहेछ है छोड्देऊ लक रहेछ ल यो चाहिँ यो गौतम बुद्ध चाहिँ यही देखेर अब गौतम बुद्ध भएको भनौँ न सिद्धार्थ मान्छे यस्तो नि हुनु छ हैन बिरामी हुनु छ मान्छे त के आछ बुढो पनि हुनु छ मान्छे मर्दैन अनि ऊ यसरी ऊ देखेन यहाँ ऊ सिद्धार्थले आफ्नो कपाल काटेर भिक्षु बनेर हिँडेको यो चाहिँ ऊ यहाँ ऊ सबु देख्यो कपाल काटेको Becoming a monk today. बिकमिङ अ मङ्क ल यो चाहिँ अब कठोर तपस्या गर्दाखेरिको अवस्था 6 वर्ष कठोर तपस्या गर्नु भएको राजकुमार सिद्धार्थको 6 वर्षको कठिन तपस्याको अवस्था यो चाहिँ ल हेर शरीरमा हड्डी भइरहेको छ हड्डी देखिरहेको छ हैन त यो चाहिँ गौतम बुद्ध भइसकेपछि ज्ञान प्राप्त भएर हैन गौतम बुद्ध भएको सिद्धार्थबाट गौतम बुद्ध भएको मेरो छोरीलाई थाहा रहेछ सिद्धार्थबाट गौतम भएको सिद्धार्थ यो चाहिँ को हो थाहा छ सिद्धार्थ बुद्ध